अनि त्यो प्रोटेस्ट कस्तो भयो त प्रोटेस्ट क्रेजी थियो यार मैले अहिलेसम्म त्यो जस्तो इन्सिडेन्ट देखेकै छैन भने फर्स्टमा त हामी नारा लगाउँदै गफ गर्दै रमाइलो गर्दै हिँडिरहेको थियौँ बिस्तारै अगाडि बढ्न थाल्यो त्यस पछाडि अचानक वाटर ट्याङ्करले हान्यो क्या अनि त्यो सिचुएसन नर्मल हुँदै थियो फेरि स्मोक बमले हान्यो मान्छेहरू यसरी भाग्यो कि अनि मेरो पनि आँखा अति नै पोलिरहेको थियो तर लास्ट क्युटिक थियो यार त्यो दिन अरू केही पनि भएन स्मोक बम पछि तिमीलाई केही पनि याद छैन स्मोक बम के भयो त्यसपछि तिमीलाई यहाँ आउनुभन्दा अगाडि केही नि याद छैन यहाँ आउनुभन्दा अगाडि म पछाडि फर्केर नारा लगाउँदै थिएँ अनि त्यस पछाडि याद छैन यार मलाई यस्तो गर्न कसरी सकेका होला By nightfall, 19 people will have been shot dead in Kathmandu.